अन्तिमसम्म त भिडियो नि हेर्नु पर्यो होला नि त सब्सक्राइब गर्नु होला के बोल्नै आउँदैन होला कैसे कैसे लोग रहते हैं यार। हेलो गाइस स्वागत तपाईँहरूलाई मेरो फर्स्ट ब्लगमा हैन यो चाहिँ मेरो फर्स्ट ब्लग हो यो च्यानलमा हाल्ने पहिला अलिअलि त बनाउँथेँ तर त्यो च्यानल मैले डिलिट गरिदिइहालेँ नि यो चाहिँ मेरो फर्स्ट ब्लग हो यो च्यानलमा हाल्ने अनि आजको ब्लगमा चाहिँ के गर्नु के बोल्नै आउँदैन होला के बोल्नै आउँदैन होला कैसे कैसे लोग रहते हैं यार। यो बस्ने ठाउँहरू म यस्तो छ यहाँ सुत्ने बाबैको फोन लगिदिनु पर्ने अरे हो तर हाम्रो आज काम भएको छैन नि त गाइस त्यही भएर काम चाहिँ के भएर भएन भने मिक्सर बिग्रेको छ क्या नालीमा हो नि त काम गर्ने मिक्सर बिग्रेको छ अनि सुरुचोटि बनाएको भिडियो के कस्तो हुँदैछ त्यो त अब थाहा छैन काम चाहिँ यस्तै हो यो चाहिँ हाम्रो सबको गाडी हो मिक्सर बिग्रेको छ क्या हाम्रो मिक्सर पुरै ब्लर देखिरहेको त लाज शरम छैन लाज शरम छैन बाटो यस्तो हिलो छ हाम्रो काम यहीँ हुन्छ क्या बहुत गाह्रो हुन्छ ल्याइदिनु टक्कै मिसिन चाहिँ भित्रेको ज्याकेट पनि ल्याइदिनु बाबाको फोन के बोल्नु के नबोल्नु यो सुरुचोटि भएर केही दिमागमा आएकै छैन क्या गाई फोन बोकेर चाहिँ हिँड्छु म कन्टेन्टै छैन के बनाउनु बिहान उठ काममा जा आइज काममा जा दुई पाला जा आइज पुरै मिसिन मात्र चले गर्छ त्यो मिक्सर त थाहा छैछ होला मान्छे त मेरो कतिको फेस कस्तो देखिरहेको मिक्सर चाहिँ यही हो काम गर्दा हुन्छ अब यो 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 चाहिँ ओ मिसिन पनि भइसक्यो अरे यो यो यता माथि चाहिँ अर्को टोली छ काम गर्ने हामीले नाली बनाउँदैछौँ उनीहरूले रोड ढलाइ गर्दैछ कोच किने मधेसीहरू थोरै अल्छी छैन कोच किने मधेसीहरू थोरै अल्छी छैन तेरा बाप यहाँ छोड़कर गया था कि तेरी माँ बुढो सुड्डुहरू आएको छ केटाकेटीहरू पनि छ केटाकेटी बच्चामा साह्रै बच्चा 14-15 वर्षको अनि बुढोहरू छ क्या बिहानै रक्सी खाएर हल्लिरहन्छ अनि के काम गर्थ्यो चिक्नेहरूले के भन्नु त्यही आएको छैन के भन्नु भन्नुहोस् पहिलो कुरो त यो कन्टेन्टै केही छैन के गर्नु हाम्रो मिसिन चाहिँ भइसक्यो अब काम गर्दा हुन्छ भन्दैथ्यो तर आज साउन 1 गते काम नगर्ने अरे
हाम्रो रुममा पनि अघि माथि राख एक दुईजना नि काम नगर्नेले क्याट लाएर बबाल चाहिँ यो सब हामीले बनाएकै एकदम बबाल त खुलिँदै चिक्ने सबै ढुङ्गा मात्रै हालेको चाहिँ चिक्ने मसलाको ठाउँमा यस्तो छ अब नेपाल त हो ठेकेदारले ठेक्का लिन्छ अनि फेरि ठेकेदारले ठेक्का लिन्छ म चाहिँ इलामबाट बोल्दैछु इलामको नाम सालिङ चट्ट मौरीको डुड धोती भाइहरूले त माथि काम गर्दैछ मार्कालाई निस्किनु भने उनीहरूले चाहिँ यो रोड ढलान यस्तो रोड ढलान गर्दैछ हामीले यो नाली बनाएको यत्रो बनाएको थियो बबाल सो त्यही हो हाम्रो मिसन भइहाल्यो अब जाने एरियाहरू पेपर खेल्नु म चाहिँ रुममै बस्ने हो एक्लै अब के गर्नु सो होइन अब चाहिँ म रुम गएर बस्छु के गर्नु अहिले भात खाइसकेको मिक्सर चाहिँ टक्क बनिसक्यो आज हिजो बेलुकी बिग्रेको थियो त्यति साह्रो ठुलो चाहिँ केही बिग्रेको छैन रहेछ के हो यो चिक्ने यो खोलेको थियो भित्र त के खोलेको थियो त्यही हो अब रुम भइन्छ सुतिन्छ बाई बाई गाइस सब्सक्राइब गरिदिनु होला अन्तिमसम्म त सब्सक्राइब गरिदिनु होला अन्तिमसम्म त भिडियो नि हेर्नु पर्यो होला नि त सब्सक्राइब गर्नु होला अन्तिमसम्म त भिडियो नि हेर्नु पर्यो होला नि त सब्सक्राइब गर्नु होला हेर्नु भयो भने चाहिँ गरिदिनु होला